चलचित्र महाराज धिराजमा नायक रमेश उप्रेती अनुबन्ध भएका छन्। रमेश मुख्य मध्ये एक भूमिकामा अनुबन्ध भएका हुन्। रमेश 6 वर्षपछि चलचित्रमा फर्किन लागेका हुन्। चलचित्र ऐश्वर्यापछि उनी पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन्। यसबीचमा केही चलचित्रमा अनुबन्ध भए पनि रिलिज भएका छैनन्। केही गीतका भिडियोमा भने रमेश देखिएका छन्। महाराज धिराजलाई परिक्षित सेनले निर्देशन गर्दैछन्। सिनेमा महाराज धिराजको पोस्टर यसअघि नै रिलिज भइसकेको छ। फुलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमामा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी निर्माण पक्षले यसअघि नै दिइसकेको छ। पोस्टरमा पललाई 2 अलग चरित्रमा देखाइएको थियो, जहाँ उनी एउटा न्यूड अवस्थामा सिंहासनमा बसेका छन्। अर्कोमा उनको पात्र शिरमा श्रीपेश र हातमा राजदण्ड सहित राजर्षि पहिरनमा देखिएका थिए। सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको सिनेमा प्रेमगञ्ज समीक्षात्मक रूपमा अब्बल ठहरिएको थियो। महाराज धिराजका प्रस्तुतकर्ता विराज विष्ट हुन्। उनले यसअघि बुलाकी निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।